जानकारी गराउन चाहन्छु। हामीले दोलखामा 51 सालदेखि र 2054 सालको स्थानीय जनप्रतिनिधिदेखि लिएर हालसम्म हामीले गरेका कामहरूको विषयमा प्रदेश सभाका मान्य भरतबहादुर केसी जो बागमती प्रदेश कमिटीको सदस्य हुनुहुन्छ उहाँले फेसबुक प्रस्तुत गर्नुहुनेछ। पार्टीका नेता श्रद्धेय पार्वत गुरुङज्यूले हामीले अहिले पार्टीको नीति कार्यक्रम र दोलखा समृद्ध बनाउने खाकासहित आगामी कार्ययोजना दोलखा हामी कस्तो बनाउनेछौँ भन्ने कुरा उहाँले आफ्नो विचार र दृष्टिकोण राख्नुहुनेछ। मनमोहन अधिकारीको पालाबाट हामीले तपाईँको गाउँ गाउँ टोलको विकास हामीले गरेका हौँ। त्यति मात्रै होइन, राणा र पञ्चायतको बेलामा विद्यालयहरू बन्द थिए, पढ्न दिँदैन थिए, लेख्न दिँदैन थियो, बोल्न दिँदैन थियो, सभा सम्मेलन गर्न दिँदैन थियो, सङ्गठन खोल्न दिँदैन थियो। त्यो सबै वाक स्वतन्त्रको वातावरण गर्ने काम सबै हामीले गरेका हौँ। पञ्चहरूले गरेको छ, तिमीहरूले गर्यौ, जनतालाई अन्धकारमा राख्यो। न तिमीहरूको पालामा बिजुली बत्ती थियो, न टेलिफोन थियो, केही चिज थिएन, अन्धकारमा जनतालाई राखेका थिए। दोलेखेली जनताहरू नाङ्गे भुतुङ्गै थिए। हाम्रा बाजेहरू हामीले देखेका छौँ लङ्गोटी लाएर बस्नु पर्थ्यो। आमाहरूले लाउने कपडा देख्दा हामीलाई लाज लाग्थ्यो। हामी अभाव र गरिबीको बिचमा थियौँ, पेटभरि खान पाउँदैन थियौँ, न्यानोपन थिएन, जाडोमा आगो बालेर बस्नु पर्ने स्थिति थियो। विद्यार्थीहरू पढ्ने विद्यार्थीहरू मट्टीतेल ल्याएर मट्टीतेलको टुकी बत्ती बालेर बस्नुपर्ने अवस्था थियो। त्यति मात्रै न, दियालो सल्काएर पढ्नु पर्थ्यो विद्यार्थीहरूले। तर अहिले दोलखा जिल्लाको प्रत्येक टोल बस्ती कुनै पनि ठाउँमा तपाईँको विद्युत नपुगेको ठाउँ छैन। त्यो हामीले गरेका हौँ, तिमीहरूले गरेका होइनौ भन्न म पञ्चायतलाई भन्न चाहन्छु। त्यति मात्रै होइन, अहिले गाउँपालिकाको भवनहरू, वडा कार्यालयहरू, विद्यालय भवनहरू र आधारभूत तहको अस्पताल गाउँ गाउँमा कसले बनायो? त्यो हामीले बनाएका हौँ। तिमीहरूको पालामा केही थियो? जनता सिटो मौल खाने अवस्था थिएन, जनता नाङ्गै थिए। जनताले हामीले आफ्नो आवश्यकता पुरा गर्न चाहियो भन्दा पनि तिमीहरू दिन्थ्यौ, लाठी गोली दिन्थ्यौ। तिमीहरूले पिस्कर हत्याकाण्ड गर्यो, छिन्ताङ हत्याकाण्ड गरेको अवस्था थियो। त्यसैले गर्दा फुर्ती नलाउन पूर्व पञ्चहरूलाई आग्रह गर्न चाहन्छु। पञ्चहरूको अवस्था हामीले हेरेका छौँ। अहिले पञ्चहरू, तपाईँ त्यो रामेछापको एकजना पञ्च थियो, त्यो राष्ट्रिय पञ्चायतको सभापति थियो, त्यो नवराज सुवेदी भन्ने मान्छे, त्यो अहिले 87 वर्ष भएछ। राजा ज्ञानेन्द्र 77 वर्ष भएछ। अहिले राजा ज्ञानेन्द्र र अनि त्यो 87 वर्षको नवराज सुवेदी अनि यो संहिता खारेज गर्छु भनेर आएको। त्यो दिवा स्वप्न नदेख। तिमीहरूले अलिकति मात्रै खुट्टा उचालेर आँखा झिम्क्यायो भने तिमीहरूलाई ठाउँका ठाउँ चलाउन हामी तयार छौँ। याद गरे हुन्छ, अहिले तिमीहरूले पाएका विभूषणहरू, तिमीहरूलाई जे राज्यले दिएको सुविधा त्यो सबै खोज्छौँ, सुरक्षा खोज्छौँ, खाना दिँदैनौ, भत्ता दिँदैनौ, जनतालाई तिमीलाई नाङ्गे झार पारेर नागरिकहरूबाट खेद्न हामी तयार छौँ। यसर्थ त्यसको तयारी हामी संहितावादी दलले गरिरहेका छौँ। अर्को पनि भन्न चाहन्छु म, नुन ल्याउनलाई हामीले गोदावरी जानु पर्थ्यो। हामीले नुन खानको लागि तिब्बतको कुटीबाट ल्याउनु पर्थ्यो। हामीले घर गहना सुल्याउने अवस्था थिएन। अहिले सबै व्यवस्था हामीले गरेका हौँ। त्यसैले धेरै फुर्ती नलाउन आग्रह गर्छु। अर्को पनि भन्न चाहन्छु, जात जातिको बिचमा विभाजन थियो, दलितहरूलाई छुवाछुत प्रथामा रहेका थियो, जनतालाई अछुत त्यहाँ तपाईँको स्वतन्त्रको हिँड्न डुल्न पढ्न पनि दिँदैन थियो। जनतालाई दलितहरूको बिचमा कहिलेकाहीँ तपाईँ अन्तर्जातीय विवाह गर्यो भने तिमीहरू दण्डित गर्थ्यौ। त्यति मात्र होइन, अहिले कुनै पनि व्यक्तिले दलित भनेर हेप्न पाइँदैन। स्वतन्त्रपूर्वक हिँड्न पर्ने वातावरण निर्माण गरेका छौँ। यो सबै हामीले गरेका हौँ। हाम्रा अहिले प्रमुख अतिथि यही हुनुहुन्छ, सूचना तथा सञ्चार प्रविधि मन्त्री। गाउँ गाउँमा दोलखामा इन्टरनेटको व्यवस्था सूचना तथा सञ्चार मन्त्री हुँदा मान्य पार्वत गुरुङजीले गराउनु भएको। अहिले जिल्लामा भएका कतिपय रणनीतिक सडकहरू हामीले बनाएका हौँ। त्यो पार्वतजीको बेलाको प्रस्तावित योजना हो। अहिले त्यो मूर्त रूप लिँदैछ। अब हामी करिब 400-500 किलोमिटर बाटो केही वर्षभित्र हामी पिच गर्छौँ। त्रिदेशीय मार्गको विषयमा उहाँले भन्नुभएको छ। म एउटै कुरा जोड दिन चाहन्छु। अब दोलखा नेकपा एमाले नेपाली काङ्ग्रेस र दोलखामा रहेका राजनीतिक दलहरू मिलेर हामी लाम्बागर फलाक नाका छिटोभन्दा छिटो खोल्छौँ। अनि त्यति मात्रै दोलखामा रहेका मठ मन्दिर गुम्बाहरू, यहाँ रहेका चैत्यहरू सबै हामी व्यवस्थापन गर्छौँ। गुणस्तरीय शिक्षाको प्रत्याभूति दिन्छौँ, कृषिमा आधुनिकीकरण गर्छौँ, कृषिलाई व्यवसायीकरण गर्छौँ, दोलखालाई लगानी मैत्री जिल्लाको रूपमा विकास गर्ने गरी हामी अगाडि जानेछौँ। र म अर्को आग्रह गर्न चाहन्छु, तिमीहरूको पालामा
असै र सही पनि हुँदैन थियो। महिलाहरू प्रहरीमा भर्ना लिँदैन थियो। त्यो महिला प्रहरी तपाईँको सेना र प्रहरीमा जाने काम नेकपा एमाले र नेपाली काङ्ग्रेसहरूले गरेका हो, तिमीहरूले गरेका हौ। महिलाहरूलाई तपाईँको बच्चा पाउने मेसिनका रूपमा राखेका थियो। कोही महिलाहरू सुत्केरी हुँदा मर्ने अवस्था थियो, गरिब र अभावको रूपमा जनता मर्थे। तर हामी आइसकेपछि, राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेपछि, वर्तमान केपी ओलीको सरकार, शेरबहादुर देउवाको सरकारले कुनै पनि सुत्केरी मर्ने अवस्थामा हेलिकप्टर चार्टर गरेर बाँच्ने अवस्थाको प्रत्याभूति दिएका छौँ। बाल अधिकारको प्रत्याभूति दिएका छौँ, महिला अधिकारको प्रत्याभूति दिएका छौँ। ज्येष्ठ नागरिकलाई तपाईँको अहिले पनि तपाईँ स्याहार समारको लागि भनेर अहिले 4000 भत्ता दिएका छौँ। ज्येष्ठ नागरिकलाई हामीले सम्मान गरेका छौँ। त्यो बेला तिमीले केही गर्यौ अनि अहिले फुर्ती लाउँछौ, तिमीहरूलाई ठाउँका ठाउँ त हलाउँछौ।